नमस्कार। अब हामीले व्यापारिक प्रयोजनका लागि भुक्तानी गर्दाखेरि कसरी भुक्तानी गर्ने त? भुक्तानी गर्ने बेलामा हामीले विचार गर्नुपर्छ। यदि हामी कुनै व्यापार व्यवसायसँग सम्बन्धित ठाउँमा गएर हामीले भुक्तानी गर्न पर्यो, हामीले किनमेल गर्दा, खाजा खाँदा, खाना खाँदा, होटलमा बस्दा या विभिन्न किसिमका माध्यमबाट व्यापारहरूमा चाहिँ पैसा तिर्दाखेरि हामीले र मर्चेन्टहरूले पनि विचार गर्नुपर्छ। नेपाल राष्ट्र ब्याङ्कले या आन्तरिक राजस्व कार्यालयले पनि कुनै पनि व्यवसाय सङ्घ संस्थाले व्यापारिक प्रयोजनका लागि भएका कारोबारहरू व्यक्तिगत बचत खाता मार्फत नगराउने या गर्न नहुने कुराको बारेमा सूचना जारी गरिसकेको छ। तसर्थ हामी हरेक सचेत नागरिकले पनि त्यो कुरा ख्याल गर्नुपर्छ। यो सूचना एकछिन रोकिएर स्टप गरेर सबै पढ्नु होला। र व्यवसायीहरूको खातामा हामीले भुक्तानी गर्दा प्राय क्युआर भनेर भुक्तानी गर्छौँ। हामी क्युआर कोडको माध्यमबाट भुक्तानी गर्ने गर्दछौँ र हामीलाई याद हुँदैन त्यो क्युआर कोड कुन क्युआर कोड हो, मर्चेन्ट क्युआर कोड हो या व्यक्तिगत क्युआर कोड हो। त्यहाँ हेऱ्यो भने थाहा हुन्छ तपाईँको व्यक्तिगत खातामा जोडिएको छ या उसको व्यावसायिक खातामा, चल्ती खातामा जोडिएको छ। खास गरी व्यवसायीहरूले भुक्तानी लिने भनेको मर्चेन्ट क्युआरबाटै भुक्तानी लिनुपर्ने हो। तर मर्चेन्ट क्युआरबाट भुक्तानी लिँदाखेरि भुक्तानी तत्कालै प्राप्त हुँदैन। यसमा पनि फोन पे क्युआर र एनसिएचएलको नेपाल पे क्युआर भन्ने छ। फोन पे क्युआरबाट भुक्तानी प्राप्त गर्दा दिनमा 3 चोटि सेटलमेन्ट हुन्छ र एनसिएचएलको क्युआरबाट भुक्तानी प्राप्त गर्दा दिनमा प्रत्येक घन्टामा सेटलमेन्ट आउँछ हैन। तसर्थ मर्चेन्टहरूले तत्कालै खातामा पैसा आएन, कन्फर्म भएन, हामीलाई कन्फर्म गर्न गाह्रो भयो भन्ने हिसाबले उहाँहरूले धेरैजसो व्यक्तिगत बचत खाताको क्युआर देखाउनुहुन्छ, हामी भुक्तानी गर्छौँ। र हामी भुक्तानीकर्ताले सधैँ के याद गर्नुपर्छ भने त्यो भुक्तानी गर्दा हामीलाई चार्ज लाग्न हुँदैन। यदि व्यवसायसँग सम्बन्धित भुक्तानी गर्दैछौँ र हामीलाई चार्ज लाग्यो भने हामीले सम्झिनु पर्यो यो व्यक्तिगत क्युआर हो या सोझै मोबाइल ब्याङ्किङ मार्फत रजिस्टर गरिएको व्यक्तिगत खाता जस्तै चल्ती खाताको क्युआर हो। मर्चेन्टहरूले कहिल्यै पनि व्यक्तिगत खाताको क्युआर मार्फत भुक्तानी लिन हुँदैन, बचत खाता मार्फत भुक्तानी लिन हुँदैन। चल्ती खाता मार्फत उहाँहरूले भुक्तानी लिँदा पनि उपभोक्तालाई चार्ज नलागेको कुराहरू यकिन गर्नुपर्छ। जस्तो हरेक कारोबारमा सम्बन्धित सङ्घ संस्था, वित्तीय संस्था या कम्पनीहरूले तोकेका शुल्कहरू तिर्नुपर्ने हुन्छ। ती शुल्कहरू अब न्यूनतम पनि छन्, अधिकतम छन् र तोकिएको चार्ज अटोमेटिक सिस्टममा डिडक्ट भएर घटेर खाताबाट खर्च भएर जाने हुन्छ र त्यो हामीले कारोबार गर्दाकै बखतमा त्यस्ता किसिमका चार्जहरू हामीले देख्न सक्छौँ। तसर्थ व्यवसायीको खातामा भुक्तानी गरेर चार्ज लाग्न हुँदैन। चार्ज लागेर आयो भने त्यसमा उहाँहरूले व्यक्तिगत खाताहरू प्रयोग गर्नुभएको रहेछ कि भनेर हामीले ध्यान दिनुपर्छ। व्यक्तिगत खातामा रकमान्तर गर्दाका समस्याहरू हुन सक्छन् पछि फेरि, किनभने व्यक्तिगत खातामा हामीले के प्रयोजनको लागि पैसा हाल्यौँ भन्ने कुराहरू आउन सक्छ। तसर्थ हामीले सधैँ आफ्नो व्यापारिक प्रयोजनका लागि भएका भुक्तानीहरू चाहिँ व्यापारिक प्रयोजनकै लागि खोलिएका खाताहरूमा होस् भन्नेतर्फ ध्यान दिन जरुरी छ। अब मर्चेन्ट व्यवसायी मित्रहरूले पनि आफ्नो रजिस्ट्रेसन भएको क्युआरमा भुक्तानी लिँदा विश्वास जनाउनु पर्यो, विश्वस्त हुन पर्यो कि मेरो खातामा पैसा आउँछ। अहिले भर्खरै भुक्तानी प्राप्त नभए पनि उहाँहरूको खातामा हरेक सेसनहरूको बिचमा भएका भुक्तानीहरूको एकमुष्ट एक ढिक्का रकम सेसन अनुसार खातामा जम्मा भएको हुन्छ। एक सेसनभित्र जस्तो 1 घन्टाभित्र हुने कारोबारहरू, जस्तो 1 घन्टाभित्र 4वटा कारोबार भएको थियो भने त्यो 4वटा कारोबारको सेटलमेन्ट त्यो 1 घन्टा पछाडि आउँछ या 2-3 घन्टा पछाडि आउँछ। कम्पनीको सेटलमेन्ट रुल अनुसार आउँछ हैन। त्यो कुन सेटलमेन्ट कुन टाइममा आउँछ भन्ने कुराहरू पनि यहाँहरूले याद गर्नु पर्यो र त्यो अवधि बीच भएको आफ्नो व्यापारिक पैसाहरू खातामा आयो कि आएन भनेर यहाँहरू पोर्टल पनि हेर्ने, ढुक्क पनि। अब जम्मा भएन भने के गर्ने त, जम्मा भयो कि भएन भनेर उहाँहरूले पनि रेकर्ड राख्नु पर्यो र हरेक मर्चेन्ट
व्यवसायीहरूले आफ्नो क्युआर कोडसँग जोडिएको बिजनेस मर्चेन्ट पोर्टल चाहिँ हेर्न सक्नुहुन्छ। तत्कालै पैसा आयो कि आएन। जस्तै भुक्तानीकर्ताले भुक्तानी गर्नुभयो, उहाँलाई मेसेज पनि आयो, तर अब उहाँको खातामा पैसा आउने हो कि होइन भन्ने कुरा कन्फर्म गर्न उहाँले जस्तो फोनपे क्युआर छ भने फोनपे बिजनेस भन्ने एउटा एप पनि छ, वेब पनि छ। त्यो एपमा तपाईको क्युआर बनाउँदाखेरि बखत तपाईले दिएका विवरणको आधारमा मोबाइल नम्बर या इमेलको आधारमा तपाईको युजर नेम र पासवर्ड रजिस्ट्रेसन भएर तपाईको मोबाइलमा मेसेज आएको हुन्छ। यदि तपाईले बिर्सिनु भयो भने, मर्चेन्टले बिर्सिनु भयो भने फेरि तपाईले रिसेट गर्न सक्नुहुन्छ। त्यो एप्लिकेसन डाउनलोड गरेर मोबाइलबाटै तपाईले फर्गेट पासवर्ड गरेर त्यो युजर नेम र पासवर्ड रिजेनेरेट गर्न सक्नुहुन्छ र तपाईले हरेक कारोबार पछाडि आफ्नो बिजनेस पोर्टल हेर्नुस्, कन्फर्म हुनुस् पैसा आयो भनेर। अझ तपाईलाई फोनपे क्युआरमा त त्यो भुक्तानी प्राप्त गरिसकेपछि सोझै सेटलमेन्ट गरेर आफ्नो खातामा रकमान्तर गर्ने अधिकार पनि छ। त्यस्तै नेपाल पे क्युआर, एनसीएचएल को नेपाल पे क्युआर 1-1 घण्टामा सेटलमेन्ट हुन्छ। तपाईले आफै सेटल गरिरहनु पर्ने आवश्यकता पनि छैन र त्यसको पनि नेपाल पे बिजनेस भन्ने एप छ, वेब छ। तपाई त्यसमा गएर आफ्नो रजिस्ट्रेसन भएको मर्चेन्ट क्युआर को पोर्टल दैनिक रूपमा हेर्नुभयो भने ग्राहकले भुक्तानी गर्ने बित्तिकै तपाईलाई मेसेज आउँछ। मेसेज आइसकेपछि तपाईको पोर्टल भित्र पैसा आउँछ। एक रकम देख्नुहुन्छ तपाईले, कसले कति नम्बर मोबाइलबाट ट्रान्जेक्सन गर्नुभयो त्यो कुराहरू तपाईले भेरिफाई गर्न सक्नुहुन्छ र तपाई आफै विश्वस्त हुन सक्नुहुन्छ। यो पैसा आयो है अब भनेर विश्वस्त हुन सक्नुहुन्छ। तपाईलाई कसैले भुक्तानी गरिसकेपछि मेसेज आएन, क्युआरमा भुक्तानी गर्नुभयो तर तपाईलाई मेसेज आएन, तपाईको रजिस्टर भएको मोबाइलै अर्को हुन सक्छ, इमेल अर्को हुन सक्छ। यदि त्यस्तो भएको छ भने सम्बन्धित तपाईको बैंक तथा वित्तीय संस्था या सम्बन्धित वालेट जसको क्युआर लिनु भएको छ उसँग सम्पर्क राख्नुस्। तपाईको त्यहाँ रजिस्ट्रेसन हुँदाका बखत कुन मोबाइल प्रयोग भएको छ या कुन इमेल प्रयोग भएको छ तपाईले परिवर्तन गर्न पर्ने हो भने सम्पर्क गरेर परिवर्तन गर्नुस्। त्यसपछि तपाईको एपमा गएर फोनपे बिजनेस एप वा नेपाल पे बिजनेस एप वा सम्बन्धित वालेटको एपमा गएर फर्गेट पासवर्ड गर्नुभयो भने हेर्नुस् है, यो स्क्रिनमा देखाए अनुसारको फोनपे बिजनेस एप। यहाँ तलपट्टि फर्गेट पासवर्ड देख्नुहुन्छ, त्यो गर्न सक्नुहुनेछ। त्यसपछि नेपाल पे बिजनेस एप, यसमा पनि फर्गेट पासवर्डको अप्सन छ, त्यो प्रयोग गर्नु होला। त्यो सबै विवरण आफैले प्राप्त गर्न सक्नुहुन्छ ताकि बैंकलाई भनिराख्नु परेन, बैंकसँग आग्रह गरिराख्नु परेन। यदि तपाईले हालै लिएको मोबाइल र इमेलहरू यदि त्यो सिस्टममा रजिस्ट्रेसन गरिएको छ भने यहाँहरू एकदम विश्वस्त भएर कारोबार गर्नुस्। डिजिटल कारोबारलाई स्वीकार गर्नुस्। ग्राहकलाई सकेसम्म व्यक्तिगत चल्ती खाताहरू या बचत खाताहरूमा कारोबार नगराउनुहोस्। मर्चेन्ट क्युआर मार्फत नै कारोबार गराउनुहोस्। तपाईको पैसा कहीँ हराउँदैन। यदि तपाईलाई विश्वास लाग्दैन भने कसले भुक्तानी गरेको हो त्यो विवरणहरू टिपेर राख्नुहोस् र तपाईको पनि दायित्व हो तपाईले दिनभरि गरेको कारोबारहरू बेलुका मिल्यो कि मिलेन, खातामा आयो कि आएन, आज कति कारोबार क्युआरबाट एक्सेप्ट गर्नुभएको थियो, लिनुभएको थियो र बेलुका कति खातामा आयो भनेर यकिन गर्दै जानुपर्छ। तब तपाईमा विश्वास बढ्दै जान्छ। तपाईले पोर्टल हेर्नुभयो भने त विश्वास बढिहाल्छ, किन भुक्तानीकर्ताले भुक्तानी गरिसकेपछि तपाईले सोझै बैंकको स्टेटमेन्ट जस्तै आफ्नो पोर्टलमा एक ग्राहकको नम्बर सहितको भुक्तानी रकमको विवरण देख्न सक्नुहुनेछ। सेटलमेन्ट हुने बेलामा एक विवरण सेटलमेन्ट हुँदैन र कसैलाई कन्फ्युज पनि हुन्छ। उहाँ ग्राहकले 2500 जम्मा गर्नुभएको थियो, त्यो पैसा त मेरो खातामा आएन भन्ने लाग्छ धेरै मर्चेन्टहरूलाई। यो बैंकमा धेरै गुनासोहरू आउँछ। बैंकमा हेर्दाखेरि दोहोरो कारोबारहरू सक्सेसफुल भएको छ, सम्बन्धित भुक्तानीकर्ताको खाता पनि खर्च भएको छ र भुक्तानी प्राप्तकर्ताको खातामा पनि जम्मा भएको देखिन्छ, तर उहाँले जम्मा भएन भनेर भुक्तानी गर्ने व्यक्तिहरूलाई चाहिँ इन्फर्म गर्ने, फोन गर्ने, रकम फेरि हालिदिनुस् भन्ने कुराहरू आउँछ। त्यसो गर्दाखेरि दुवैजनाले दुःख पाउँछ। त्यो सँगसँगै
बैंक तथा वित्तीय संस्थाहरूको विश्वसनीयतामा पनि कमी हुन्छ। त्यसकारण तपाईँहरू एकदम ढुक्क भएर आफ्नो पोर्टलमा आफै हेर्न सक्नुहुन्छ। यदि तपाईँहरूले आफ्नो बिजनेस पोर्टलको युजर नेम र पासवर्ड लिनुभएको छैन, बिर्सिनु भयो या तपाईँको मोबाइलमा आएको छैन भने एकचोटि एप्लिकेसन डाउनलोड गर्नुहोस् अनि फर्गेट पासवर्ड गर्नुहोस्। होइन तपाईँको आएन भने एकचोटि सम्बन्धित ब्याङ्कमा सम्पर्क गर्नुहोस्। तपाईँको कुन मोबाइल रजिस्ट्रेसन भएको छ, कुन इमेल रजिस्ट्रेसन भएको छ, सहयोग लिनुहोस् र त्यसलाई निरन्तर चलाउनुहोस् अनि निरन्तर रूपमा मर्चेन्ट क्युआरबाट भुक्तानी प्राप्त गर्नुहोस्। यसले गर्दा तपाईँको भुक्तानीकर्ताको विश्वसनीयता बढेर उहाँहरूले अझै डिजिटल कारोबारलाई प्रोत्साहन गर्नुहुनेछ। अझै तपाईँको व्यापार बढ्नेछ, सहज हुनेछ। अहिले जो कोहीले क्यास बोक्दैन, आफूलाई मन परेको सामान किन्नुभयो तर गोजीमा क्यास छैन, तपाईँहरूले क्यास भुक्तानी गरे सामान लैजानुहोस्, नत्र छैन भन्नुभयो भने व्यापार पनि कम भयो र यहाँहरूले आफ्नो व्यापार बढाउने यहाँहरूकै जिम्मामा छ। व्यापारिक प्रयोजनका रकमहरू व्यक्तिगत खातामा भुक्तानी गर्दा भुक्तानीकर्तालाई पनि अप्ठ्यारो हुनसक्छ। यस्ता घटनाहरू पनि घटेका छन्। कहिलेकाहीँ ती व्यक्तिहरू सबै व्यक्ति राम्रो हुन्छ भन्ने पनि छैन, सबै नराम्रो हुन्छ भन्ने पनि छैन। कुनै व्यक्तिहरू कहिलेकाहीँ अनुसन्धानको सिलसिलामा छानबिनका क्रममा पर्ने अनि त्यो रकम कहाँबाट आयो व्यक्तिगत खातामा भन्दा व्यक्तिगत तवरबाट अरूले हालेको छ। भुक्तानीकर्ताले त व्यापार गरेको, किनेको, सामान किनेको या कुनै प्रयोजन खुलाएर भुक्तानी गरेको छ, तर अब उहाँको व्यक्तिगत खातामा पैसा गयो भने त्यो पनि विश्वसनीय भएन र कानुनको आधारमा त्यो गलत भयो। किन व्यापारिक प्रयोजनको भुक्तानी व्यापारिक खाताहरूमा नै हाल्नुपर्ने, तर बचत खातामा हालियो भने हामीलाई पनि अप्ठ्यारो पर्न सक्छ। हामीले अनुसन्धान गर्ने निकायहरूलाई आफ्नो कुराहरू राख्नुपर्छ, जानु पर्यो, कुरा राख्नु पर्यो, नपाउने मानसिक तनाव हुनसक्छ होइन, विभिन्न कुराहरू हुनसक्छ। तसर्थ भुक्तानी गर्दा पनि ध्यान दिउँ र भुक्तानी प्राप्त गर्दा पनि ध्यान दिउँ।